नमस्ते। हामी आज मुकबाङ गर्न गइरहेछौँ। ढेँडो, लोकल कुखुरा, यो सिमसाग अनि अचार छ। बिहान बिहानैदेखि तीनजना मिलेर बनाएको। यति पनि बल्ल बल्ल के गर्नु। ल खाम है। ल खाम सुरु गरौँ। ल हामी खायौँ है। के हो नि यस्तो भाग्यमानीको। ल चेयर्स। ल चेयर्स। चेयर्स। झोल चाहिँ दामी भएको छ दिदी। दामी खोर्सानी त यस्तो पो ल्याएछ यसले त रातो। लु यसरी खानुपर्छ साग। फ्रोजन गरेको खोर्सानी। अचार चाहिँ दामी भएछ। अलि नुन कम्ती भयो दिदी। सुपमा ठिक्क छ है। म त सुप त पिउनु पर्यो। सुत्केरी चाहिँ सुप मिठो भएको छ दिदी। कता एकदम दामी। कस्तो छ सब? लास्टमा भात पनि छ यहाँ भात। यो चाहिँ अप्सन हो कि राष्ट्रमा। त्यो चाहिँ बिर्को लाउनुपर्छ। के भन्छ साँच्चै त्यो के अरे दिदी? बिर्को ढेँडो खाएर भात खानु रे। पहिलाको जमानामा बुहारीहरूलाई चाहिँ ढिँडो धेरै दिन्थ्यो अरे। अनि भात अलिकति हालिदिन्थ्यो अरे छेउमा है। त्यो चलन थियो गाउँघरमा। आधी भात आधी ढेँडो चाहिँ थियो। पहिला उमेरमा सानो बच्चा बेला ढेँडो खानु जाने होइन। अहिले चाहिँ मिठो है। अहिले त ढिँडो फेभरेट। यो ज्वानो मर मसला त्यो गरम धेरै हालेर कस्तो मिठो छ। दामी भएको। बाबु पिए है छोरो। हुन्छ झोल पिए झोल पिए। केटा यही कुखुराले भन्छ अरे 2 दिन बाँच्नु छ भन्दै कुखुराले पिँढी हिँड्छ अरे के। बुझ्नुभयो होला। मान्छेको पनि जिन्दगीको ठेगाना थाहा हुँदैन होइन।